महावीर पुन, समय 3 मिनट। हेलो 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 है ल धन्यवाद छ सम्माननीय सभामुख महोदय। आजको मेरो 3 मिनटमा दुईटा कुरा राख्न चाहन्छु र पहिलो कुरा त यो ट्याक्सीवालाहरूको कुरा राख्न चाहन्छु। जसले ट्याक्सी चलाइरहेको छ उनीहरू भनेको श्रमिक नै हो। उनीहरूले चाहिँ आफ्नो परिवार पाल्न चाहिँ ट्याक्सी व्यवसाय गरेको हो र म पनि दिनदिनै ट्याक्सीमा हिँड्छु। ट्याक्सीमा हिँड्दाखेरि मैले के थाहा पाएँ भनेदेखि अचानक अहिलेसम्म थाहा नभएको कुरा, एकदमै तपाईँहरूले पनि थाहा छैन होला, मैले के कुरा थाहा पाएँ भने एउटा ट्याक्सी चालक एउटा ट्याक्सी किन्नको लागि सरकारले 250 देखि 300% त्यो कर त लगाएकै छ। त्यसमा पनि अब ट्याक्सी चालकहरूलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइसेन्स प्लेट लिनको लागि चाहिँ 15 लाख रुपियाँ, कालो प्लेट लिनको लागि। ट्याक्सीको पैसा त छुट्टै भयो, 30-35 लाख रुपियाँ पर्छ। कालो प्लेट लिनलाई 15 लाख रुपियाँ चाहिँ यो लिने चलन रहेछ। यो कुरा म ट्याक्सीको ड्राइभरसँग कुरा गर्दा गर्दै यो कुरा थाहा पाएपछि मैले यातायात विभागको डिजीसँग कुरा गरेँ। यो के हो कुरा मैले त बुझिनँ भनेर भन्दाखेरि उहाँले चाहिँ यसमा चाहिँ चलखेलको कुराहरू ल्याउनु भएको छ हैन, यसमा सिन्डिकेटको कुराहरू आएको छ। यहाँ चाहिँ प्रदेश सरकारको पनि हात भएको देखिन्छ र अब यातायात विभागको पनि होला। यसैले यो चलखेल जुन छ, सिन्डिकेट जुन छ, के हो यो कुरालाई चाहिँ बुझेर चाहिँ यो चाहिँ तुरुन्त खारेज होस्। किनभने 15 लाख रुपियाँ कालो प्लेट लिनलाई, नम्बर प्लेट लिनलाई 15 लाख रुपियाँ बुझाउनु भनेको चाहिँ यो चाहिँ एकदमै ठुलो भ्रष्टाचार छ। यहाँ ठुलो चाहिँ यहाँ कालो धन्दा छ। अहिले नेपालमा भएको लाखौँ ट्याक्सीहरूले 15 लाख रुपियाँ चाहिँ को दरले तिर्दाखेरि हिसाब गर्नुहोस्, अरबौँ रुपियाँको चाहिँ यहाँ चलखेल भएको छ। यो चाहिँ गर्नुहोस् र अब 15 लाख रुपियाँ उठाउनको लागि दिनको 2000 रुपियाँको दरले पनि हिसाब गर्ने हो भनेदेखि त्यो ट्याक्सीले त्यो 15 लाख रुपियाँ उठाउन 25 महिना लाग्छ। अनि छोराछोरी कसरी पाल्छ, परिवार कसरी पाल्छ? यो चाहिँ एकदम गम्भीर विषय हो र यो कुरा चाहिँ एकदमै सबैको ध्यान आकर्षण जाओस् र तुरुन्तै यसमा कारबाही होस्। र अर्को कुरा बाँदर आतङ्कको कुरा यहाँ सबै सांसदजीहरूले उठाउनु भएको छ। यो बाँदर आतङ्कको कुरा अहिले तपाईँहरूले उठाउनु भएको छ। यो कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि यो चाहिँ उठाएको हो र यसको लागि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ बाँदर चाहिँ यो आतङ्कलाई कम गर्नको लागि केही उपायहरू अनुसन्धान गर्नको लागि, नवप्रवर्तन गर्नको लागि त्यो प्रयास गरेको पनि हो। मैले हरेक गाउँपालिकाहरूलाई 1-1 लाख रुपियाँ उठाउनुहोस्, 100वटाले उठाउनु भयो भनेदेखि 1-1 लाख रुपियाँ उठाउनु भयो भनेदेखि 1 करोड रुपियाँ हुन्छ। त्यति पैसाले त पुग्दैन होला, तरै पनि यसमा अनुसन्धान गरेर बाँदरलाई कसरी चाहिँ बाँदरबाट आतङ्कबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुनेवाला छैन। यहाँ धेरै सांसदजीहरू कराएको चाहिँ देखियो। बाँदरलाई कसरी, बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। त्यसैले यसको एउटै उपाय भनेको के हो भन्दाखेरि यसको लागि 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ अनि त्यो चाहिँ गर्नुपर्छ। मैले सुन्नमा के आएको छ भने अहिलेको सरकारले चाहिँ एउटा टिम गठन गर्दैछ र त्यो टिममा मलाई पनि राख्नु भनेको छ। मैले त्यो टिम गठन गर्दैछ, बाँदर आतङ्क कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपायहरू पत्ता लगाउनको लागि त्यो चाहिँ टिम गठन गर्दैछ र त्यो चाहिँ होला। तर संसदमा कराएर मात्रै त्यो बाँदर आतङ्क चाहिँ हट्ने होला छैन। किनभने बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो। यसलाई चाहिँ अहिलेसम्म कोही पनि वैज्ञानिकले यो आतङ्क हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको एउटा उपाय निकाल्न सकेको छैन। एउटा उपायले हुँदा पनि हुँदैन। यति कुरा चाहिँ म सबैको लागि ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।